हेलो गाइज नमस्ते सबैजनालाई। अनि आज चाहिँ म यहाँ कागड भित्तामा भन्सारमा छु। मेरो चाहिँ सबै बिलहरु सब रेडी भइसक्यो। अब उता पारी जान लाग्यो बंगलादेश है। यहाँ नेपाल टु बंगलादेश भनेर लेखेको पनि छ। मैले चाहिँ छापिसकेँ, सबै छापिसकेको छ, भइसकेको छ। अनि मेरो पछाडि गाडी छ, म चाहिँ त्यो दाइसँगै अब जान लाग्यो चाहिँ उता बंगलादेश है। सबैजनाले हेरिदिनु होला, साथ सपोर्ट गरेर लाइक कमेन्ट फलो गर्न नबिर्सिनु होला, सब्स्क्राइब गर्न नबिर्सिनु होला। त्यही हो। मौसम पनि दामी भइरहेछ है, यस्तो भइरहेछ, टक्क सिमसिमे पानी। गाइस हामी चाहिँ इन्डिया बोर्डर छिरिसकेको छ हैन। यहाँ अगाडि चाहिँ दाइ हुनुहुन्छ, एकजना बाजे छ अगाडि चाहिँ, पछाडि म। हेर्दै गर्नु होला सबैजनाले। इन्डियाको बाटो यस्तो। हामी चाहिँ अहिले सिक्किमतर्फ गइरहेको। हामी अहिले पाण्ड्याङ्गी आइपुग्यो हामी। पानी पर्यो ढ्याक्क। चिसो मौसम। सिक्किम 14 किलोमिटर। ल फाइनली हामी आइपुग्यो। बङ्गलादेश र इन्डियाको बोर्डर हो, आइपुगिसकेको छ बङ्गलादेश र इन्डियाको बोर्डर है यो। बङ्गलादेश र इन्डियाको बोर्डर। देशतिर भन्सारतिर लोड हुँदैछ भडमास। यो मेरो गाडी हो, यो बङ्गाली गाडी बङ्गलादेशको। यो भडमास चच्चाजी ऊपर है। यो मेरो गाडीमा हाल्दैछ ल्याम कि ल्याम। यहाँ गोरुले खाँदैछ कम कि कम। गाई छ, गोरु छ, टन्नै छ। हो मेरो भाइ। साथी हो, हामी चाहिँ बल्ल नेपाली गाडी भेट्यो होइन। बाटो नचिनेर अन्धोल भइरहेको थियो अघिसम्म। सबै गाडीहरू लोड गरेर निक्लिन थाल्यो हो एक्लै। अब आउन त आयो, बाटो थाहा छैन, जसो गरेर आइपुग्यो बल्ल। हामी त अगाडि एउटा नेपाली गाडी भेट्यो, बल्ल ढुक्क भयो। अब चाहिँ भने बाटो यही रहेछ भन्ने अब फिल भयो। त्यही हो, अघि चाहिँ त्यहाँ लोड गरेर सिधेर भिडियो बनाउनु पाएन यताउता। र अब के भन्दा के गर्दा सबै गाडीहरू निक्लिन थालिहाल्यो। हतारमा तिर्बल डोरी सोरी लाएर दौडेर आएको। धन्न आउन चाहिँ सही बाटोमै आएछ, उल्टो बाटो चाहिँ गएन छ जोस्। ल बल्ल नेपाली गाडी भेट्यो यहाँ, बल्ल सास आयो मेरो। अब भने बाटो ठिक बाटो रहेछ भनेर। ल साथी हो, बजै देखिया चाहिँ कि छैन थाहा भएन। आजलाई भिडियो यति नै है, हेर्दै गरौँ। आजलाई भिडियो चाहिँ यति नै है साथीहरू। ल बाई बाई सबलाई। हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला, फलो गरिदिनु होला।